क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको 3 नम्बर अभियान टिमको तर्फबाट र मेरो तर्फबाट यहाँको बीचमा क्रान्तिकारी न्यानो अभिवादन पेश गर्न चाहन्छु। अभिवादन। हामी यति बेला नेपालमा दलाल संसदीय व्यवस्थाले निम्त्याएका समस्याहरूलाई यो संसदीय व्यवस्थाभित्र उमलिएर आफ्नो भागभन्दाको लागि कुकुरले हड्डी खोसे चाहिँ कुर्सी खोज्ने राजनीतिक दलहरूले त्यसको निकास दिन नसकिसकेपछि अथवा त्यसको निकास दिन नसकिरहेको अवस्थामा ती राजनीतिक दलहरू असफल साबित भइसकेको यो परिस्थितिमा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आफ्नो एकताको राष्ट्रिय महाधिवेशन पश्चात जनतामा जानेर हाम्रो विषयहरू जनतालाई बुझाउने र जनतालाई हाम्रो क्रान्तिको झण्डामुनि गोलबन्द गर्ने र नेपालमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादसम्म पुग्ने क्रान्तिकारी रोडम्याप तयार पार्नको निमित्त यो अभियान सञ्चालन गरेको छ। यो अभियान हामीले कञ्चनपुरको गड्डा चौकीबाट चैत्र 4 गते सञ्चालन गर्यौं। कञ्चनपुरका विभिन्न बजार क्षेत्र गाउँ सहरका सबै क्षेत्रहरूमा जनसमुदायसँग भेटघाट गर्दै त्यसैगरी कैलालीको विभिन्न भूभागहरूमा यस्तै खालको जनचेतनामूलक कार्यक्रम जनतासँग भेटघाट गर्दै आज हामी बर्दियामा प्रवेश गरेका छौँ र बर्दिया दुलो चोकमा आएर हामी यो कार्यक्रम गर्न गइराखेका छौँ। हाम्रो प्रवक्ताहरूले यो विषय राख्नुभएको छ। नेपालमा आज तमाम प्रकारका समस्याहरू पैदा भएका छन्। पटक पटक राजनीतिक एजेन्डाहरू जनताको बीचमा ल्याएर जनतालाई गलिपथ देखाउँदै भोट माग्दै र जितेर माथि गइसकेपछि विदेशीको दलाली गर्दै नेपाली जनताले उठाएको करबाट जम्मा भएको नेपाल सरकारको प्रतिनिधित्व गर्दै आफ्नो मौज मस्ती गर्ने नेपालका संसदीय पार्टीहरूले आज एकपछि अर्को राष्ट्रघात जनघात गरिराखेका छन्। आज सीमा मिचिँदाखेरि उनीहरू बोल्न सकिराखेका छैनन्। एकपछि अर्को ढङ्गले महँगीका काण्डहरू घटाइराखेका छन्। भ्रष्टाचारका काण्डहरू घटाइराखेका छन्। तमाम प्रकारका काण्डहरू यहाँ घटाइराखेका छन् र हामीले खबरदारी गर्दै आइराखेका छौँ। अब हामी सडकमा रहेको 3वटा कम्युनिस्ट पार्टीलाई एकताबद्ध गरेर हामीले निर्माण गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले नेपालमा एउटा राजनीतिक क्रान्तिलाई सम्पन्न गर्ने उद्देश्य सहित आज हामी संगठनलाई सुदृढ गर्दै जनतालाई सुसूचित गर्दै हामी अगाडि बढिराखेको परिस्थिति हो। यसो भन्दै गर्दाखेरि आज जनताका समस्याहरूलाई हेर्ने हो भने आज नेपालका सीमा क्षेत्रमा रहेका जनताहरूको जीवन नरकीय बनिराखेको छ। आज नेपालका युवाहरूको जीवन विदेशका गल्लीहरूमा रगत र पसिनासँग साटेको जीवनबाट नेपालका दलालहरूले आफ्नो रोजीरोटी चुनाइराखेको छ। हामीले भन्दै आइराखेका छौँ नेपालमा युवाहरूलाई रोजगारको व्यवस्था गर्न सक्ने खालको नेपालका विद्यार्थीहरूलाई नेपालमा उच्च शिक्षा सर्वसुलभ शिक्षा पर्यायी व्यवस्था गर्न सक्ने खालको नेपालका जनतालाई स्वास्थ्य सुविधा सर्वसुलभ रूपमा व्यवस्था गर्ने टाइपको नेपालका किसानहरूलाई मेलबिउमा सिँचाइको व्यवस्था गर्ने र उत्पादनको चिजहरू सबै तयारी गर्न सक्ने प्रकारको नेपालको राज्य व्यवस्था निर्माण गर्नको निमित्त नेपाललाई स्वाधीन बनाउनको निमित्त नेपाली जनतालाई स्वतन्त्र बनाउनको निमित्त अधिकार सम्पन्न बनाउनको निमित्त त्यस्तो खालको राज्य सत्ताको परिकल्पना गरेका छौँ। हामीले भनेका छौँ त्यो खालको व्यवस्था भनेको अहिलेको दलाल संसदीय व्यवस्थाको होइन। यो दलाल संसदीय व्यवस्थाको ठाउँमा नयाँ जनवाद र वैज्ञानिक समाजवादको स्थापना गर्न जरुरी छ। यसो भन्दै गर्दाखेरि आज नेपालमा दलाल संसदीय व्यवस्थाका नकारात्मक कुराहरूलाई चरमचुरीमा उत्कर्षमा एउटा व्याख्या र विश्लेषण गर्दै एक थरी प्रतिगामी तत्त्वहरूले आफ्नो शिर उठाइराखेका छन् र भनिराखेका छन् अब दलाल संसदीय व्यवस्था असफल भयो। दलाल संसदीय व्यवस्थालाई सञ्चालन गर्ने केही मतियारहरू
त्योभन्दा राम्रो व्यवस्था राजा थियो भन्दै शिर उठाइराखेका छन् र त्यो खालको भ्रम नेपाली जनतालाई दिइराखेका छन्। हामी चुनौती दिन चाहन्छौँ, हामी खबरदारी गर्न चाहन्छौँ। नेपालमा राजाले नेपाली जनताको अधिकार सुनिश्चित गरेको कुनै इतिहास छैन। नेपालको राजाले नेपालको जनतालाई समुन्नत बनाएको कुनै इतिहास छैन। 240 वर्षको इतिहासलाई हामीले राम्रोसँग हेर्ने हो भने यदि राजाले नेपालको जनतालाई अधिकार सम्पन्न बनाउँथे, नेपाल राष्ट्रलाई स्वाधीन बनाउँथे, नेपाली जनतालाई स्वतन्त्र बनाउँथे र नेपालको सबै आमूल परिवर्तन गर्ने भने सायद नेपाल आज विश्वको सबैभन्दा उत्कृष्ट राष्ट्र हुन पर्थ्यो। किनकि 240 वर्षसम्म राजाले शासन गरेको नेपाल हो। हामीले हेर्यौं राजाका विभिन्न प्रकारका कुकृत्यहरू हामीले हेरेका छौं। हामीले राजतन्त्रको बेलामा बोल्न पाइँदैन थियो, पत्रकारहरूले लेख्न पाउँदैनथे, साहित्यकारहरूले लेख्न पाउँदैनथे, कलाकारहरूले गाउन पाउँदैनथे। हामीले राम्रोसँग बुझेका छौं, जनताहरूले पढ्न लेख्न पाउँदैनथे। त्यो खालको काल कोठरीबाट नेपालको इतिहास गुज्रेको थियो। त्यसो हुनाले आज नेतृत्वहरू त्यसो भएको हुनाले त्यो खालको काल कोठरीबाट जनतालाई कसैले धकेल्ने दुस्साहस गर्छ भने त्यसको प्रतिकार गर्न र त्यो प्रतिकार अभियानको नेतृत्व गर्ने सबै नेपाल तयार छ र हामी नेपाली जनतालाई आउँछौँ त कसैले त्यो विशेष गरेर प्रतिकार गर्न जरुरी छ। हामीले भनेका छौँ इतिहास पछाडि धकेलिँदैन, इतिहासले नयाँ नयाँ इतिहासका गाथाहरू निर्माण गर्दै अगाडि बढ्ने गर्दछ। त्यो सन्दर्भमा अहिलेको यो इतिहास, राजनीतिक इतिहास, यो दलाल संसदीय व्यवस्थाको अन्त्य गरिसकेपछि राजतन्त्रतिर फर्किँदैन कि नेपालमा समाजवाद अगाडि त्यसको नेतृत्व कुनै अरू राजा होइनन्, त्यसको नेतृत्व नेपालका संसदवादीहरूले गर्न सक्दैनन्। त्यसको नेतृत्व हामी क्रान्तिकारीहरूले गर्न सक्छौँ। हामीसँग त्यो प्रकारको योजना छ, हामीसँग कार्यक्रम छ, त्यो प्रकारको हामीसँग स्पष्ट धारणा छ, स्पष्ट हामीसँग वर्तन। हामीले भनेका छौँ नेपालको जनतालाई अधिकार सम्पन्न गर्ने, नेपालका किसानहरूलाई सबै प्रकारको कृषिमा चाहिँ हामी सहभागी बन्नुपर्छ भनेर एउटा उत्सुकता पैदा कार्यक्रमहरू हामीसँग छन्। नेपालका युवा विद्यार्थीहरूलाई यही देशमा भविष्य छ भनेर आफ्नो भविष्य यही देशमा देख्ने वातावरण सिर्जना गर्ने हामीसँग योजनाहरू छन्। नेपालका आम नेपाली जनसमुदायलाई अधिकारबाट वञ्चित नभएको अथवा अधिकार प्राप्त गरेको अवस्था उहाँहरूले त्यो महसुस गर्न सक्ने प्रकारको राजनीतिक व्यवस्था ल्याउनुपर्छ। त्यो ठाउँमा जानको लागि हामीसँग स्पष्ट प्रकारको हामीसँग कार्यक्रमहरू छन्, योजनाहरू छन्। हामीहरूले ती योजनाहरूलाई अगाडि सारिराखेका छौँ। आज नेतृत्वहरू हुनसक्छ आज तपाईँहरूको बिचमा तपाईँहरूको यो पराली बजारको चोकमा आएर हामी 2-4 जना मान्छेहरू उभिएको हुन सक्छौँ। सत्य कुरा जहिले पनि सानो तपाईँ नेपालको तरकारी हुँदाहुँदै हामी भातको तरकारी ल्याउँदैछौँ नि, त्यो तरकारी किन ल्याउँदैछौँ भन्दा यहाँको महँगो परिरहेको छ, तलको सस्तो परिरहेको छ। त्यो महँगो सस्तो रोकियो भने महँगो चिज आफै बजारमा दिन्छ, त्यसको तर्क त्यहाँ दिन्छ। नेपाली किसानहरूको माल तल मात्रै दिन्छ। त्यति बेलाको सत्ताले दबायो, हिमचन्द्र पन्तको टाउको काटियो, तर आज आएर किसानहरूको माग त्यो जिउका त्यति बेला हिमचन्द्र पन्तले उठाएको माग सही थियो भन्ने कुरा आम नेपाली जनसमुदायले बुझेको छ। हामी भन्न चाहन्छौँ आज हामी 2-4 जना मान्छे भए पनि हामीले उठाएको कुरा ठिक छ, हामीले उठाएको सिद्धान्त ठिक छ, हामीले ल्याएका योजना कार्यक्रमहरू ठिक छन्, तर यो ठिक हुँदाहुँदै पनि अगाडि बढ्न केही चुनौतीहरू छन्। के चुनौतीहरू छन् भन्दा आज दलाल संसदीय व्यवस्थाले छोडेको भरमबाट नेपाली जनतालाई मुक्त गरेर एउटा हामीले अभियान सञ्चालन गर्नुपर्ने छ, अथवा त्यो अभियान अलिक कठिनपूर्ण अभियान चाहिँ छ, तर पनि हामीले यो भरम चिर्न सकिन्छ, यो भरम चिर्न सकिन्छ। नेपाली जनतालाई वास्तविक प्रकारको नेपाली भएको महसुस बनाउने टाइपको सत्ता शासन ल्याउन सकिन्छ। त्यसका निमित्त नेपालमा एउटा राजनीतिक क्रान्ति गर्न जरुरी छ र त्यो सम्भव छ भन्ने कुरा हामीले महसुस गरेका छौँ।